Salam, namaste. How are you feeling, Bishok? Oh, I'm not ready to go, babes. Still feel bad, I still Excited, nervous, anxious, all of the above. Sab kuch. You have no idea where Dada's going, right? You have no idea. I suppose you Dada didn't for 2 weeks. This is CLT airport. Boarding around 6:15. Already got my ticket pass and everything. So I'm ready to go. So landed in Germany from that plane. 7 hours कसरी सुते थाहा पनि थाहा छैन सुते कि सुतेको थियो पनि थाहा छैन चिनचिन बिजी थियो anyways I'm here just here and then heading towards my destination L13. Oh damn, that bar looks so good. Super nice. So here's the India airport, Delhi airport. Very nice. And who's this? This is Indian airport. I know two suburbs. Look at the bus, microbus, coach, rattle. Oh wow! Look at this. Pollution check. खत्तमै बनाएको छ है. केही देख्दैन यहाँ flight. Literally. धुवाँ. Finally, Nepal जाँदैछु. Boarding सबै सक्यो. अब heading to the gates. So heading towards plane. Thankfully seat चाहिँ नजिकै रहेछ. As I said earlier, pollution निको कि के हो? Can't see anything. Tansu? Hello, Varanda. Hello. Hello, Radha. Hi. Chika? Video नबनाई? Video. बनाइसक्यो. हैन YouTube मा नहाल्नु भनेको के? यो हाल्नु पर्यो हैन मम्मी? हाल्नु पर्यो YouTube मा? नै त याङमेङ हाल्नु. Limbo special. Limbo special. Yeah. हाम्रो हेड शेफ. सैदा दिदी. एकदम लाग्छ. रुका जाने त अब हामी भक्तपुर केचा हस्पिटलमा सुखबीरलाई भेट्न जाँदैछौँ भनेर बाबाले बाबाले भिडियोमा लिइसक्यो मैले. बाबाले राम्रो ब्लग गर्छ थाहा छ राधा म देखाएँ त यस्तो बेला पोइन्ट गर्नु पर्यो नि बाबा हैन राम्रो ब्लग गर्छ क्या किनभने हामी युएस घुम्न जाने बेला बाबाले लाइभ जान्थ्यो अनि क्यामेराम्यान त खास पनि श्रद्धा हो है युएस मा राम्रो लागेको ठाउँ कोलोराडो मम्मीलाई चाहिँ लस भेगस साह्रै मन परेछ हाम्रो बाबाको भ्लगिङ एकदम राम्रो छ याङदेम्बा लिम्बूको फर्स्ट भ्लगरै इन्टरनेसनल भ्लगरै हाम्रो बाबा होला मम्मी र बाबालाई चाहिँ न्युयोर्क चाहिँ मन परेन चिसोले साह्रै हान्यो है तर बाबाले स्ट्याच्यु अफ लिबर्टी लगे बाबालाई न्युयोर्कको टाइम स्क्वायर लगे है बाबा आइन्स्टाइन कलेज तपाईँलाई अनि हामीले अर्को कहाँ एटलान्टामा राम्रो लागेको थियो नि कार्टरको म्युजियम हेऱ्यो जिम कार्टर हेऱ्यो अनि मार्टिन लुथर किङ हेऱ्यो नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य राज्य व्यवस्थापन समितिका सभापति माननीय रामहरि खतिवडाज्यूको उपस्थितिमा नेपाली काङ्ग्रेस भातृ सङ्गठन जनसम्पर्क समिति अमेरिकाबाट
महासचिव मुनिन्द्र नेमाङज्यू र विश्वक नेमाङज्यूको संयोजकमा सहयोग प्रदान गर्नुहुने सहयोगीहरू त धेरै छन्। उहाँहरू करिब करिब मैले 4 पेज कार्य गरेको छु। उहाँहरू धेरै छन्। उहाँहरूले सहयोग रकम गरिसक्नु भएको छ र यो ब्याङ्क खातामा पनि आइसक्नु भएको छ। मैले यो छोटो समयमा सम्बोधनै नगरिकन माननीय रामहरि खतिवडाज्यूलाई यो सहयोग रकमको जुन रिसिभ भाउचर हस्तान्तरण गरिदिनु हुन हाम्रा नेपाली काङ्ग्रेस 5 थर फागुनन्द गाउँपालिकाका सभापति सुखवीर न्याङमानज्यूको सहयोगको लागि वडाध्यक्ष अहिले हाम्रा निर्वाचित 3 नम्बर होइन फागुनन्द 3 का वडाध्यक्ष उहाँको स्वास्थ्यको उपचारको लागि सहयोग गरिदिनु हुन अमेरिकाबाट सहयोगी मनहरू धेरै छन्। उहाँहरूले संयुक्त रूपमा सहयोग गरेको एकमुष्ट रकम 6,71,183 रुपियाँ 40 पैसा सहयोग गरिदिनु भएको छ। यो उहाँहरूको नाममा आइसकेको छ। यो चाहिँ हामीले भाउचर चाहिँ हाम्रा माननीय रामहरि खतिवडाज्यू मार्फत हस्तान्तरण गरिदिनु हुन अनुरोध गर्दछु। साथै हस्तान्तरण गरिदिनु हुन दाइले भाउजू समाजबाट। सो अपेरेन्टली यो सपमा लुङ्गी किन्न गएको आउट अफ मनी काटेर सबजना। सो अब के गर्ने अब भन्दाखेरि मोबाइल जङ्सनमा गएर लिएर आयो सिम कार्ड। लुङ्गी किन्न गएको पैसा नभएर म खान बस्यो भने लुङ्गी किनेर पैसा नभएर मोबाइल किने। अनि मोबाइल जङ्सन जाने बेला अल्छी लगाएर बस्दाखेरि बाबा र यहाँतिर राधा टिकाले राधाले मोमो खाएर गइसकेको छ। अब मोमो खाने बस्ने अब लुक एट द्याट सो यमी। खा त टिका त खालो म खोटिदिनु ल। यो खाएर म रिएक्सन भन्छु अरे क्या। यो खाएर पेट बिग्रिन्छ कि बिग्रिँदैन? बिग्रिँदैन। यो हेल्दी ठाउँमा आउँछ, घरेलु ठाउँमा। कस्तो लाग्यो? मिठो छ? खाऊ। कति वर्षपछि खाएको तिमीले? म त त्यस्तो मैले बिर्सिसकेको थिएँ साँच्चै नै। चटपटी सोध्नुपर्छ त। बाबा चाहिँ हेर्ने। चाख्नुहोस् न बाबा तपाईँ पनि। म चाहिँ भगवान् भन्दै हाम्रो you have to go clockwise every time. एक हेर्नु बस्छु पूजा गरौँ अनि सक्नु भगवान् स्थलतिर आएर बस्छु रमाइलो लाग्यो। पूजा जस्तो गयो अब यहाँबाट फर्किनु छ गोइङ ब्याक टु हाउस। मेरो ड्राइभर टिका बाबाले भनेको टोनी ब्लेयरको ड्राइभर अरे। टिका बिना त चल्दैन त यहाँ त। राधा यहाँ त्यहाँ इन्जोय गरिरहेको छ मजाले। भन्नुहोस् न मम्मी कस्तो भएछ यहाँ? के भन्नुभएको? मरेर जान्छौँ तिमीहरू हेरिरहेको सम्झनाको बिर्सेर ठिकै बस्दा लु ल कस्तो गर्नु छ भनेर खिच सबै फ्यामिली खिच त आमा खिचिहाल्छु। घरको मालिकलाई खिच उ त्यस हाम्रो घरको मालिक सानो यो घरको मालिक त यही हुन्छ नि। ओ मालिक महाराजा हो त मिसाम निवास हो नामै घरको नाम मिसाम निवास। ल अब सुरु भयो यहाँ ल राजा यो दियो तिमीले मिसाम जम्मा त्यो दुबर छ कस्तो राम्रो मलाई एकदम राम्रो लाग्यो। मिसामलाई मनपर्छ यहाँ एकदमै। यसले त बिर्सेको रहेनछ नि बाबा आउने बितेको धारामा पुग्यो त।
यो माथि कुन अरे कुन कोट अरे ठिक माथि कुन लाखुरी भन्ज्याङ यो लाखुरी भन्ज्याङ भयो माथि टेम्पो लग्यो तिमीलाई अरू चाहिँ त्यो त गाउँतिर पनि 4-5 जना बोक्दो रहेछ उनीहरू चाहिँ 2 जनाले भरिहाल्ने क्या ड्राइभर पनि त्यत्रै फेरि यत्रो अनि बजारभरि यस्तो मान्छे छैन भने हेर्थ्यो नि हो त्यो ड्राइभरले सोध्छ नि दाइ म यासोको सबैभन्दा ठुलो हो अब यत्रो ज्यान भयो मभन्दा ठुल्ठुलो त छोरी मान्छे लिएर आउनुभयो त कत्रो तपाईँको बहिनीहरू त भन्छ घरमा लाँदा पनि फर्किँदा कति दही बनेको त मोटीहरू मात्रै रहेछ सो आज हामीहरू जाँदैछौँ भदरपुर बाबा र ड्याड र सन ट्रिप आज बाउ र छोराको ट्रिप अब एक दिनको ट्रिप अब घुमेर फर्किने नेपाल एयरलाइन्स बुद्ध एयरलाइन्स हामी बुद्ध एयरलाइन्स डोमेस्टिक हामी सेक्युरिटी चेक सक्यो अब चाहिँ हामीहरू हाम्रो गेट चाहिँ 5 अरे सो जम्मा अब गेट 5 मा एयरपोर्ट बाबा यहाँतिर नमस्ते आज हामी भेटारमा आइपुग्यौँ सो यहाँ चाहिँ हुसुला आइरहेछ आज 6 फेब्रुअरी काठमाडौँदेखि प्रदेश नम्बर 1 सम्म पुग्नुलाई 45 मिनट्स लाग्यो यहाँनिर भद्रपुर एयरपोर्टमा हामी भर्खर ल्यान्ड भयौँ यहाँको तलो भेकर लागेको रहेछ कस्तो डर लाग्यो मलाई अहिले समय बिहानको 8:17 भयो अब यहाँदेखि ट्रान्सपोर्टेसन लिएर हामी सुन्दर नगरी बिर्तामोडमा लाग्छौँ त्यहाँ नन्दाङ बुहारीहरू आफ्नो इष्टमित्र भेटघाट गर्ने अनि खाना खाने काम गर्छौँ उसको पश्चात चाहिँ हामी बाउ छोरा आफ्नो जग्गाहरू उताति भिजिट गर्छौँ हेर्छौँ सबै डिटेलहरू हेर्छौँ त्यसको बादमा चाहिँ हामी सुनसरीतिर लाग्छौँ धरान अब भद्रपुर एयरपोर्टदेखि हामी अब बिर्तामोड बजारतिर हामी लाग्यौँ अब ड्राइभर नि को ड्राइभर छ भन्दा नाम विक्रम टेम्पो अरे यो टोटो इलेक्ट्रोनिक यो ब्याट्री वाला हो यो ब्याट्रीबाट चल्छ ल चढौँ ल चढौँ ल यो पो त को ट्याक्सी चढ्छ यो पो त रमाइलो हो त लोकल एक्सपिरियन्स होइन बाबा यो चाहिँ हाम्रो भान्जीको सेवा कफी सप साह्रै राम्रो रहेछ त यो त खिचिरहेछ यहाँ युएस जस्तै छैन बास्नु ठ्याक्क युनिक छ युएसमा पनि यस्तै हुन्छ नि बास्नु ठक्क आउँछ हजुर हेलो नमस्ते कफी सपहरू छ बस्ने नाइस भ्यू त्यहाँ इन्टरभ्यूको यहाँ स्टार्ट हुन आँटेको छ बाबा र यहाँ नेत्र बाजेसँग बत्तीसँग यो चाहिँ हाम्रो स्टुडियो कुन लास्टमा हो सानो हुँदा यहीँ जन्मेर हुर्केर भनौँ न ओ जन्मे हुँदाखेरि त जन्मेको त जन्मेदेखि यहाँ बस्यो हजुर हो नि यहाँ बसेर चाहिँ नि हुर्केर अनि फेरि पछि काठमाडौँ गएको हो हामी कस्तो ठुलो होटल बनाएको रहेछ नि त आम्मामा हुर्केको ठाउँ अब होटल भइसक्यो अब हुर्केको ठाउँ होटल भइसक्यो अब हजुर यो धरानको खै त हाम्रो फेमस क्लक टावर उतै
यो रनिङ गर्छ नि यहाँ सो यो चाहिँ बगर मल अरे धरानको फेमस फर सेकुवा धराने कालो बङ्गुर सेकुवा सो अघि यो बाटो छिर्ने बित्तिकै खालि सेकुवा बास्न आएको थियो सेकुवा बास्न आएको थियो रुममा बस्दा नि सेकुवा बास्न आएको थियो म खान आएको थियो अब बाबा चाहिँ सेकुवा नखाने भनिहाल्यो है फेरि आफूलाई सेकुवा खान मनपर्ने अब यस्तो हेर्दैछु कहाँ गएर खाउँ धरानको स्पेसल यो चाहिँ सेकुवा चाहन्छ God damn it, right? What is up? This is good, man. This is very good. Any sauces, 8 plate. Mama's plate. This is my plate. No. Thank you. बिहान चाहिँ कफी बनाइदिउँ न Black coffee, give me coffee. मिल्क कफी Milk मलाई coffee चाहिँ with sugar. नो सुगर नो सुगर त सुगर फल्टिदिउँ न अलिक आफै Separate. स्काइवक बनाएको रहेछ यो पहिला चाहिँ यहाँनिर प्रिन्स चार्ल्स बेलायतको राजकुमार आएको थियो त्यो चाहिँ नि डाँडा चढेको थियो त्यस कारणले पछिबाट एउटा टावर जस्तो जस्तो बनाएको थियो त्यो चाहिँ प्रिन्स चार्ल्स टावर बनाएको थियो त्यो त्यो भत्काएर अहिले चाहिँ फेरि यस्तो बनाएको रहेछ यहाँ यो स्काइवक बनाएको रहेछ यो चाहिँ हामी हेर्न जाँदैछौँ यो अब बाउ छोरा हामी अब आज धरानदेखि माथि यो भेरेटार आएर अब यहाँ घुम्छौँ त्यसको बादमा चाहिँ बुढा सुब्बा दर्शनको लागि छोरा पहिला सानोमा एकदम ल्याएको थियो त्यस कारण यो फेरि दर्शनको लागि चाहिँ हामी यहीँबाट चाहिँ हेरेर तल जान्छौँ तल होइन के गर्नुपर्छ यस्तो यस्तो पक्रिने होइन सिधा हेर्नु न सिधा हेर्नु सिधा हेर्नु तल नहेर्नु सिधा हेर्नु सिधा सिधा हेर्नु तल नहेर्नु तल हेऱ्यो भने डर लाग्छ क्या देख्नुभयो माइन्ड डर लाग्छ मलाई साह्रै के हो बाबु यस्तो यो एक्सपिरियन्स हो यो तल हेऱ्यो भने डर लाग्छ होइन तर सिधा हेऱ्यो भने होइन डर लाग्दैन के सिधै हेर्नु पऱ्यो सिधा हेर्नु न के भएछ यसो के भएको छैन नि आउनु है मजाले डर लाग्दैन नि है सिधा देखा अब तल नहेर्नु तल नहेर्नु यता आउनु सिधा हेर्नु अझै सिधा हेर्नु सिधा हेर्नु ल यहाँ आउनु अब उतै यहाँ पुगेपछि चाहिँ मजाले बस्नु ल बस्दिनँ म त यहाँ त सन्दै यहाँ त सन्दै यहाँ डर लाग्छ म ल यहाँ बस्नु त यहाँ त्यो यहाँ बस्नु डर लाग्यो म डर लाग्यो तपाईँलाई डर आएर यहाँतिर अब फर्किने भयो म चाहिँ अब फेरि एकचोटि जान्छु स्काई वक गर्न जानु म एकछिन यता आउँछु ल डर लाग्यो अब चाहिँ अलिअलि तल हेरेर चाहिँ चिज हुनेछ तल तल हेर्नु न त्यस कारण सिधा हेर्नु यहाँ भेटेटारको भ्यू त राम्रो बनाएको रहेछ यो चाहिँ हाई जम्प छु होइन कतिको रोड ट्रस्टेड छ त त्यहाँतिर
हजुर हो मान्छे टर्न आउँछ होला है हेर्नलाई अनि कति मान्छेहरू चाहिँ लिमिट गर्नुहुन्छ तपाईँले कति मान्छे लिमिट गर्नुहुन्छ 50 जना मटका टी खाने बाबा यस्तो चाय खेर मटका चाय खाने दुईटामा है चिनी कम गर्यो चाय सक्यो अब यस्तो भेटेटार घुमौँ एक चक्कर भेट्टा घुम्ने सिधै बुढासभा जाने इलाम चक्लेट होइन यो त लिएर जानु पर्ला हौ बाबा यो मिठो छ साह्रै मिठो छ इलाम चक्लेट कति हो 120 दुईटा लिएर जानु पर्ला क्या है दादा टिकामा लगाउनु पर्ला क्या एउटा बुढासुब्बा ठुलो रहेछ है यहाँ 2-4 रहेछ नि त होइन बुढासुब्बाको बाबा अनि यहाँ दुईटा मन्दिर रहेछ नि होइन बाबा मेन चाहिँ यो अरू त सानो त्यस्तो अनि उहाँले भन्दै थियो दुईटा हुनुहुन्छ दुईटा भन्दै थियो अलिक बनाएको छ पहिला यस्तो थिएन धेरै बनाएको छ खालि जुत्ता यहाँ निकाल्नु होला बाबा हजुर यहाँबाट हजुर उताबाट यहाँ हाम्रो लिम्बूहरूको ऐतिहासिक स्थल यहाँ हामीहरू आएर पूजा दर्शन गरियो यो चाहिँ यहाँको एकदम ऐतिहासिक बाँसको यहाँ छ यहाँतिर टुप्पो हुँदैन रहेछ बाँसको कहिले यहाँ माथि अनि यहाँतिर चाहिँ डोरी यहाँ बान्थ्यो आफ्नो लभर्सहरू कहिले छुटिँदैन भन्ने टाइपको राम्रो छ ठाउँ एकदम ऐतिहासिक छ यसो घुमौँ न हाम्रो यो बुढासुब्बाको मेन हाम्रो टेम्पल फेमस बास आउनुहोस् एकछिन घुमाउँ मलाई किन कस्तो बिरामी होला जस्तो भएछ ठिक छ ल हजुर एकछिनमा आउँछ नि हेर्दैछु 1800 1 किलोको अनि यिनीहरू 1600 पुरा सुकेको छैन 1800 1 किलोको अनि यिनीहरू 1600 पुरा सुकेको छैन जाडोमा त ओसिन्छ नि त कलर नि भित्र ड्राई भए पनि के हेर्नु त है यस्तो हुन्छ क्या चिसो हुन्छ कि घाम लाग्दैन त्यही भएर ओसेको हुन्छ क्या मजाले बनाउँदैन त नि उतो लाँदा त्यो बाटोमा कहाँ लानु काठमाडौँसम्मको बनाउँदै सुक्खा लाने कि यस्तो लाने कि के लाने हो खै मलाई थाहा छैन अचार चाहिँ लिएर जानु भनेको थियो अचार चाहिँ लिएर गएछु हाम्रो खाना छ ऊ आउन त्यो चाहिँ के हो नि घिउ हो यहाँ के हो बाबुले नै घिउ ऊ उहाँ राख्दैन ल हाल्दैन त घिउ नहाल्ने म त्यो थ्याङ्क यू फ्रेस कोकोनट मिठो छ भन्दा पुरानो
सबभन्दा पुरानो अनि यो गिर्जा चाहिँ के अरे एकाउन्टेन्ट थिएछ क्या ए यहाँ पहिला ए अनि बाबु त अनि जुकमेल भित्रै घरहरू बन्दियो त के हो यस्तो अब के मिलायो होला नि कता के होला अनि गभर्मेन्टको जग्गा होइन र यो गभर्मेन्टले के मिलायो होला गभर्मेन्ट अफिसै होला के होला अब नेपालको इन्डस्ट्री हो नि त पुरानोको पुरानो है यो नेपालको सबभन्दा ठुलो फ्याक्ट्री भनेर यसैलाई भनिन्थ्यो ए हो र अहिले हो त ठुलो बनिसक्यो ब्रिटिस छ यो पुरानो भन्छ उतापट्टि अर्को पुरानो यो यिनीहरू चाहिँ के प्रड्युस गर्दै बोरा भन्नुभएको तपाईँले बोरा चामलको बोराहरू अब ठुलो रहेछ त चामलको चिनीको ठुलो नि ठुलो नि सानो नि त बनावट हेर्नु न यसको बनावट हेर्नु न अहिलेको फ्याक्ट्री यस्तो बनावट नै छैन अनि कहिले बन्द भएको यो निकै वर्ष भयो 15 वर्ष जति भयो बन्द भएको ए त्यति बेलासम्म चलिहाल्थ्यो 15 वर्ष अगाडिसम्म चलिरहेको अनि कहिले बन्द गर्ने कहिले राजनीतिक बेसी भयो क्या ए राजे त्यति बेलाले खतम भयो क्यान्टिन पनि ठुलो थियो होला है ठुलो छ नि ए अनि सुत्ने क्वार्टरहरू पनि प्रोभाइड गर्थे यहाँबाट ए यताबाट आउँछ यो काठको रोटी मगेको छ कि तल बिचै बिजाउनु ए हस् ए पिच्चो पिच्चो हिँड्नु बाबा त्यो उताबाट बनेर आएपछि यसमा फेरि बोरा बुन्ने है ए बोरा बुन्ने यसलाई लुम पनि भनिन्छ ताँत पनि भनिन्छ यहाँबाट चाहिँ निस्किने हो अनि त्यहाँबाट यता गएपछि त्यो बोरा सिलाइ हुने यो अनि बोरा त इन्डियालाई नि बेच्छ लान्छ होइन र यो तपाईँको जापान पनि जान्थ्यो ए जापानमै जान्थ्यो पनि जान्थ्यो मसिनो खाले चाहिँ बोरा चाहिँ इन्डियामै जान्थ्यो बढी ए चिनीको धान राख्ने 3-4 क्वालिटीको बोरा हुन्छ ए जोगमुनि यहाँदेखि जोगमुनि रेलवे स्टेसन टाढो छैन ए मेन यो सब हामी बोर्डर क्रस गर्ने आइज नो म्यान ल्यान्ड हामीहरू जुकबुनी पनि आइपुग्यो ल यहाँबाट रेल छ अरे होइन ए हाम्रो यो चाहिँ विराटनगर एयरपोर्ट बेहाल छ 5 बजेको थिएँ 6 बजेको फ्लाइट 5 बजे काउन्टरमा आउनु भन्यो अब यहाँतिर अब आधी घन्टा अब यहीँ बस्ने थाकिया छौँ बाबा बहिनी थकित म पनि थकित मलाई त स्टोमकले एकदम कचक भएछ तर पनि आम म्यानेजिङ just waiting for our plane to come and get our boarding pass and we'll talk. Okay, bye.